नमस्कार अनि हार्दिक स्वागत छ। तपाईहरु हेर्दै हुनुहुन्छ अनि सुन्दै हुनुहुन्छ बीएनपी हाम्रो सफर र बीएनपी हाम्रो सफरको साथमा छु म विराज लामा। यतिखेर म तपाईको मासमा फर्पिङमा आएको छु र म मेरो दाइलाई भेट्न आएको छु र दाइसँग चाहिँ एकदम रमाइलो कुराकानी गर्न चाहन्छु म। र यतिखेर म दाइलाई भेट्दै छु। यतिखेर दाइले चाहिँ मलाई यो फर्पिङको अलिकति माथि म आएको छु। जंगल एकदम घना जंगल छ, एकदमै हावा पनि एकदमै स्वच्छ हावा पनि छ। यहाँको चाहिँ बारेमा चाहिँ म दाइसँग के रमाइलो कुराकानी गर्न चाहन्छु। दाइ नमस्ते। हजुर नमस्ते। हजुरको नाम भनिदिनु न एकचोटि। मेरो नाम सूर्य कुमार तामाङ। अनि दाइ सन्चै हुनुहुन्छ? हजुर म सन्चै हुँ। अनि हिजो आज तपाईँ के गर्दै हुनुहुन्छ दाजु? आजभोलि अब यस्तै त हो नि, किसानी जिन्दगी। केही आफ्ना अर्ग्यानिक चिजहरूलाई बजारमा पठाइदिने गर्छु र म चाहिँ यसै घरतिर बसी बिहालो गरिआसी नै केही कार्यहरू गरेर व्यस्त हुनुहुन्छ तपाईँ? ठिकै छ। धेरै पछि तपाईँसँग भेटघाट भयो, मलाई एकदमै रमाइलो लागेको छ तपाईँसँग भेट्दाखेरि चाहिँ होइन। अनि तपाईँले मलाई आज यहाँ ल्याउनु भएको छ जङ्गलमा है। जङ्गल एकदमै रमाइलो छ, एकदम घना जङ्गल छ है। हजुर। विशेष गरी भन्नु पर्दाखेरि चाहिँ दाजु मलाई चाहिँ जङ्गलको बारेमा चाहिँ एकदमै भनिदिनु न, छोटो मिठो यो यहाँको जङ्गलको बारेमा चाहिँ विशेषताहरू चाहिँ यहाँको चाहिँ एउटा भनिदिनु न। विशेष गरी हाम्रो दक्षिणकाली नगरपालिका मध्येमा वडा नम्बर 9 स्थित पर्ने फर्पिङका केही अग्ला स्थानहरूमध्ये फर्पिङ चाहिँ पहिलो नम्बरमा पर्छ भने फर्पिङबाट केही माथि चाहिँ हाम्रो दक्षिणकाली नगरपालिका 9 नै होइन। र दक्षिणकाली 9 मध्येमा भित्र परिने हाम्रो यस हुडु वडा नम्बर 9 है, दक्षिणकाली वडा नम्बर 9। यहाँ चाहिँ हाम्रो वातावरण एकदमै अलिकति चिसो। हजुर है। अब कुनै एउटा तराईका व्यक्तिहरू आयो भने गर्मी महिनामा नै पुरै सिरकभित्र छिर्न गइदिने क्या। यहाँ चाहिँ यस्तो शुद्धखेरि त्यो किसिमको वातावरण छ है। अनि यहाँको चाहिँ एकदमै तपाईँको वातावरण हेर्ने भने एकदम मनमोहक लोभदायक रहेछ। त्यो किसिमको वातावरण छ। किन त्यस्तो छ भन्दा मान्छेहरू त्यसमा आश्चर्यचकित हुनुपर्ने कुरा केही पनि छैन। वास्तवमा आएर हेर्नुहोस्, नजिकबाट निहाल्नुहोस्, यहाँको केही वातावरणलाई नजिकबाट निहाल्नुहोस् तपाईँ होइन। केही तपाईँको यो छालाहरूबाट स्पर्श, छालाहरूको भित्र एउटा स्पर्श आउँछ। त्यहाँ चाहिँ तपाईँको यो बेलुकाको मौसममा अन्य कयौँ ठाउँहरूमा यस्तो गर्मी मौसममा तपाईँको मान्छेहरू गर्मीले हायल कायल भएर छटपटाइरहेको बेलामा हामी शान्तका साथ तपाईँसँग बातचित गर्दैछौँ। मलाई पनि एकदमै जाडोको महसुस भइरहेको छ, एकदम चिसो हावा लागेको छ है। म यहाँ बाहिरबाट आएको, मेरो चाहिँ घर काभ्रे हो। काभ्रेमा चाहिँ अब ठिकै छ, तर त्यहाँ मात्रै चाहिँ एकदमै चिसो हावा, एकदमै चिसो, एकदमै स्वच्छ हावा पनि एकदम राम्रो लाग्यो मलाई पनि। दाजु एकदमै जङ्गल घना छ, यहाँ चाहिँ कहीँ कतै अब हुन्छ नि अब जन्तुहरू आउँछ कि, जस्तै बाघ भालुहरू आउँछ कि जस्तो लाग्छ कि मलाई, त्यस्तो महसुस हुन्छ। खास चाहिँ के हो, खास भनिदिनु न थोरै। अब खास के हो भने तपाईँ यहाँ त्यस्तो साह्रो डराउनु पर्ने होइन अवस्था छैन, त्यस्तो भयावह त्यस्तो किसिमको वातावरण छैन। यो ठाउँ भनेको एकदम शान्ति होइन, शान्तले छाएको ठाउँ नै फर्पिङ। यो फर्पिङ भन्नाछ तपाईँको समुद्री सतहबाट 1800 मिटर माथि है। अनि अरू ठाउँको हेरिकन त्यति धेरै गर्मी नहुने र गर्मी महिनामा र जाडो महिनामा पनि त्यति धेरै जाडो नहुने यो ठाउँको वातावरणको परिचय हो। यहाँ हरेक व्यक्तिहरू आइसकेपछि यो ठाउँ चाहिँ एकदमै उच्च रहेछ है, यो ठाउँमा बस्न लायक रहेछ भन्ने किसिमको मनोभावना उत्पन्न पैदा गराउने ठाउँ भनेर फर्पिङलाई चिनिन्छ। मलाई पनि त्यही महसुस भयो, एकदमै स्वच्छ हावापानी, यहाँको शान्त वातावरण एकदमै रमाइलो लाग्यो। विशेष गरेर चाहिँ अब छ नि तपाईँको हिन्दुजमहरूले मान्ने दक्षिणकाली पनि यहीसँगै पर्दो रहेछ। अनि जस्तै हाम्रो बुद्धिस्टले मान्ने छ नि त्यो असुरा केभ पनि यहीँ पर्ने रहेछ होइन। छन् धेरै छ, तर छन् त यहाँ मठ मन्दिरहरू धेरै छ यहाँ होइन। तर यहाँको बारेमा चाहिँ छोटो मिठो तपाईँले भनिदिनु न, के छ विशेषताहरू, छोटो मिठो भनिदिनु न। तपाईँ त अहिले आउनुभयो होइन, हजुर। आजभन्दा कयौँ वर्ष अघि है, जुन एउटा प्राचीन कालमा तपाईँको जसरी हाम्रो बुद्ध चाहिँ ज्ञान प्राप्तिको सिलसिलामा हाम्रो लुम्बिनीबाट चाहिँ बुद्धगया जानुभएको थियो। हजुर होइन। आज त बुद्धगया भने त हामी त आज इन्डियाको मान्छौँ। बुद्धगया जानुभएको थियो र उहाँले 29 वर्षको उमेरमा चाहिँ गृहत्याग, आफ्नो राजगृहलाई चाहिँ छोडेर तपाईँको सन्यासी जीवन अप्नाएर चाहिँ 35 वर्षको उमेरमा उहाँले होइन ज्ञान प्राप्ति गर्नुभएको थियो, मोक्ष प्राप्ति गर्नुभएको थियो।
त्यो किसिमको त्यही किसिमको एउटा कथा छ यो फर्पिङको बारेमा पनि। त्यसरी नै हाम्रा पाकिस्तानका ओडियन गुरु हैन गुरु रिम्पोचे ज्यू उहाँ पनि घुमन्ते हैन घुमन्ते फिरन्ते तरिकाले आफ्नो जीवनशैलीलाई चाहिँ कसरी हुन्छ मोक्षमा परिणत गर्नुपर्छ, मोक्ष प्राप्ति गर्नुपर्छ भनेर चाहिँ आउने क्रममा चाहिँ तपाईँको अनेक ठाउँबाट फर्पिङमा पनि आउनुभएको अवस्था थियो। त्यो ठाउँमा फर्पिङमा उहाँले आइसकेपछि यो फर्पिङमा आएर चाहिँ उहाँले एक किसिमको वातावरण चाहिँ के हो भन्ने किसिमको उहाँ आफैले पनि आफ्नो आत्मज्ञानद्वारा चाहिँ है उहाँले चाहिँ एउटा आत्मज्ञानबाट चाहिँ भविष्यवाणी गरेर हेर्दाखेरि यो ठाउँको चाहिँ अत्यन्तै जाडो महिनामा पनि अत्यन्तै जाडो नहुने र गर्मी महिना पनि अत्यन्तै जाडो नहुने, बस्नको लागि एकदमै अनुकूल एकदमै मिलेको हैन त्यो किसिमको वातावरण रहेछ है। यो ठाउँ चाहिँ एकदमै लोभदायक रहेछ हैन, लोभ गर्नलाई एकदमै उचित ठाउँ रहेछ भनेर चाहिँ तपाईँको यही ठाउँमा चाहिँ अब मैले मोक्ष प्राप्ति गर्न सक्छु एक किसिमको अठोट लिएर यही ठाउँमा चाहिँ मोक्षको लागि उहाँले ध्यान साधना गर्ने क्रममा चाहिँ यहीँको अलौकिक शक्तिद्वारा चाहिँ उहाँलाई पनि बसमा पार्न खोजेको थिए र त्यो सबै अलौकिक शक्तिहरूले चाहिँ उहाँले आफ्नो के अरे बसमा पार्न नदिकन आफूभित्र भएको आत्मज्ञानद्वारा चाहिँ है आफूसँग भएको क्षमताद्वारा चाहिँ सबैलाई आफ्नो ठाउँमा राखेर अनि वज्र किला साधनाद्वारा चाहिँ उहाँले मोक्ष प्राप्ति गर्नुभएको थियो भने हजुर। अनि पछि यहाँबाट उहाँले वज्र किलाएको साधना उहाँले चाहिँ दुई ठाउँमा गर्नुभएको थियो है। फेरि दुई ठाउँमा भने मतलब हाम्रो यहाँ के अरे पहिलो माथि असुरा भन्छौँ र तल ह्याङ्ग्लेश्वर भन्छौँ होइन, ह्याङ्ग्लेश्वर र असुरामा दुई ठाउँमा उहाँले ध्यान साधना गरेर चाहिँ उहाँले वज्र किलाएको चाहिँ ज्ञान प्राप्ति गर्नुभएको थियो र त्यहीद्वारा चाहिँ उहाँले मोक्ष प्राप्ति गर्नुभएको थियो र पछि उहाँले यही ठाउँबाट चाहिँ जाँदै गर्ने क्रममा उहाँले मुक्तिनाथ हलेसी जस्ता धेरै ठुल्ठुला तपाईँको स्थलहरू धर्मस्थलहरूको चाहिँ स्थापना गर्दै जानुभएको हो र उहाँद्वारा नै धर्मको चाहिँ प्रवचन र धर्मलाई प्रचलित बनाउँदै जानुभएको भएर चाहिँ तपाईँभन्दा धेरै अगाडि नै यो ठाउँमा चाहिँ गुरु रिम्पोचे पनि आउनुभएको थियो भनेर चाहिँ मैले केही जानकारी दिन चाहन्छु। चाहिँ तपाईँबाटै थाहा पाएँ है, तपाईँको मुखबाट नै थाहा पाएँ। यहाँ चाहिँ एकदम धेरै वर्ष पहिला अगाडि नै यहाँ चाहिँ अब अलरेडी नै हाम्रो गुरुपद्मा सम्भव गुरु रिम्पोचेले चाहिँ यहाँ ध्यान साधना गर्नु भएर चाहिँ यहाँ चाहिँ मोक्ष प्राप्त गर्नुभएको रहेछ। अनि विशेष गरी भन्नुपर्दा यो भेकमा यो ठाउँमा चाहिँ अब धेरै बाहिरका मानिसहरू आउने गर्छ, जस्तै पर्यटकहरू आउने गर्छ, विभिन्न मानिसहरू आउने गर्छ यहाँ। अनि कतिपयलाई थाहा छैन, जस्तै म जस्तै होला, कतिपयलाई थाहा नहोला, अनि कतिपय मानिसहरू आउने गर्छ तर के थाहा हुँदैन। अनि उहाँहरूले चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? म चाहिँ के भन्न चाहन्छु भने आउनुहोस् होइन, दक्षिण काली नगरपालिका होइन आउनुहोस् घुम्नुहोस्। त्यो मध्यभित्र वडा नम्बर 9 अलिकति हाइटमा रहेको कारणले गर्दाखेरि मैले यसको चर्चा परिचर्चा गर्न चाहेँ। यहाँ चाहिँ तपाईँको हेर्नुहोस् अरू गर्मी महिनामा सायद गर्मीले छटपटाउँदै थिए चाहिँ छटपटाउँदैछन् होला। म पनि हिजो गएको थिएँ नरसिंहनाथ घुम्नको लागि गएको थिएँ। वास्तवमै त्यो एकदमै महत्त्वपूर्ण ठाउँ देखेँ मैले, किनभने गण्डकी र कर्णाली चाहिँ गएर अन्तिममा गएर जोडिएर चाहिँ एउटै भएर हामी पनि एउटै भएर बग्या रहेछ। हामी पनि तपाईँ कुन वर्ग कुन लिङ्गको हुनुहुन्छ होइन, कुन जातित्व कुन धर्मको हुनुहुन्छ, हाम्रो उद्देश्य एउटै हो। आउनुहोस् हिँड्नु, जोडेर हिँड्नुहोस्। कमसेकम हाम्रो लाम लस्कर देखेर मान्छेले एउटा गर्व गरोस्, भनोस् ओ यार यति धेरै मिलनसार व्यक्तिहरू हामी नेपालमा जस्तो त कहीँ पनि देखेनौँ क्या। जातित्व द्वन्द्व धेरै भएको अवस्थामा तपाईँ हामीभित्र मिले महत्त्वको कुराहरू होस्, त्यहाँ समर्पणको कुरा होस् होइन होइन आदर्श र विश्वासको कुरा गर्ने व्यक्तिहरू सबै अगाडि बढेछन् है, सबै है समेटेर भन्ने किसिमको एउटा किसिमको सोच उत्पन्न होस् भनेर चाहिँ आउनुहोस् यो ठाउँमा घुम्नुहोस्। यहाँ यो ठाउँमा के छैन भन्न चाहन्छु, तीर्थस्थलको कुरा गर्ने हो भने हामीसँग दक्षिणकाली होइन हिन्दूहरूको दक्षिणकाली माताको एउटा तपाईँले देवीको चाहिँ दर्शन गर्न पाउनुहुनेछ। तपाईँलाई आउनुहोस् त्यो ठाउँमा आफ्नो स्वच्छ मनले आउनुहोस् होइन, नरिवल चढाएर जानु होला। यदि तपाईँ के अरे बलि प्रथालाई मान्नुहुन्छ नि नरिवल माथि चढाएर जानु होला, धेरै खर्च नि भएन। आउनुहोस् होइन आउनुहोस्। त्यसै गरेर हाम्रो यस
गुरु रिम्पोछेले तपस्या गरेर ज्ञान तपस्या साधनाद्वारा चाहिँ ध्यान तपस्या साधनाद्वारा चाहिँ जुन किसिमको ब्रजर किलाएको साधना गर्नुभएको थियो, त्यसरी नै तपाईँहरू आएर 5 सेकेन्ड 10 सेकेन्ड मिल्छ भने 20 सेकेन्ड गर्नु तपस्या। यो जुनीमा तपाईँले प्राप्त गर्न नभएको मोक्ष अर्को जुनीमा पनि प्राप्त हुन सकिन्छ। त्यसपछि आउनुहोस्, तपाईँहरूको मनोजिज्ञासामा केही लागेका केही कमी कमजोरीहरू, तपाईँको इच्छा भावनाहरू केहीहरू तपाईँहरूको कसैले सुनिरहेको छैन, तपाईँ एकदम मन बललाई चाहिँ गिराएर बस्नु भएको छैन, आउनुहोस् हामीसँग यहाँ सरस्वती गणेश स्थान छ। फेरि त्यहाँ हिन्दू धर्मावलम्बीहरूको मात्र होइन, बुद्धिस्टको पनि छ। र तपाईँले बुद्धिस्टको हाम्रो 21वटा तारा डोल्माहरूमध्येमा शीर्ष स्थानको होइन डोल्मा ती सरस्वती थानभित्रै छ। तपाईँहरूले एउटा होइन दुईवटा र मान्छेले गणेश थान भनेर चिन्छन् भने त्यहाँ 3वटा तीर्थस्थल एकै ठाउँमा देख्न हुनेछ। तपाईँहरूले आफ्नो मनोभावनालाई आफ्नो इच्छा चाहनालाई पूर्ति गर्नलाई त्यो ठाउँमा तपाईँहरूले केही त्यहाँ तपस्या होइन केही साधना गर्न सक्नुहुनेछ भने, यदि तपाईँहरूले तपाईँहरूलाई त्यहाँ किन साधना गर्न आउँदैन भने लामाद्वारा कुनै भेटी चढाएर केही तपाईँहरूले गर्न सक्नुहुनेछ र उहाँहरूलाई हराउन सक्नुहुनेछ होइन। केही पूजा पाठ्यक्रमहरू तपाईँले गराउन सक्नुहुनेछ। र यसै मार्फत मैले अर्को यतापट्टि रहेको हाम्रो के अरे वज्रयोगिनी मन्दिर, यो हिन्दूको पनि हो बुद्धिस्टको पनि सबैले मान्छन्। वज्रयोगिनी मन्दिरको भगवान्को त देवीको त हामीले जात्रा नै मनाउँछौँ फर्पिङमा होइन, विशेष गरी यो हाम्रो बलामी श्रेष्ठ दाजुभाइहरूले। त्यसै गरी यो हाम्रो फर्पिङ भन्ने कुरा यति धेरै नै तपाईँको प्रचलित ठाउँ हो। धार्मिक हिसाबले हेर्नुहोस्, तपाईँको यहाँको वातावरणीय हिसाबले हेर्नुहोस् र यो वातावरणमा फल्ने केही फलफुलको हिसाबले हेर्नुहोस्, हाम्रो ठाउँमा यति धेरै फलफुल फल्छन्। तपाईँको जस्तै तपाईँको यो ठाउँमा यो फर्पिङ भेकमा सबैभन्दा एकदमै प्रचलित एकदमै फेमस सबैको मनमा बस्न लोकप्रिय फलफुल चाहिँ कुन चाहिँ हो? धन्यवाद तपाईँलाई। यो भन्ने कुरा चाहिँ कस्तो हो भने होइन, अब मैले तपाईँलाई मेरो गाउँ होइन मेरो समाजसँग जोडिएका केही वातावरणसँग जोडिएका होइन त्यो अनुकूलमै फल्ने व्यापक रूपले चर्चामा भएको एउटा फलको नाम त मैले पक्कै लिनु नै पर्ने भयो। हजुर, यसमा मेरो कुनै घमण्ड होइन है, तपाईँहरूकोतिर पनि हुन्छ नहुने होइन। मेरो हाम्रो होइन समाजको, हाम्रो भन्दा नि समाजको भन्न सिकौँ र मेरो भन्दा पनि हाम्रो भन्न सिकौँ भन्ने कुरा हो। यही विषयवस्तुमा कुरा गर्दाखेरि चाहिँ हाम्रो फर्पिङमा चाहिँ तपाईँको एकदम व्यापक रूपले फल्ने एकदमै प्रचलित तपाईँको नाम कमाउन सफल रहेको भन्ने कुरा चाहिँ पहिलो नम्बरमा चाहिँ तपाईँको नासपाती हो। यो नासपाती भन्ने कुरा चाहिँ अन्य ठाउँमा तपाईँको धेरै ठुलो फल्ला, तर यहाँको लोकल एकदमै तिखर स्वाद भएको, खाँदाखेरि नै मुखमा यसको ओरिजिनल के अरे स्वाद चाहिँ यो नासपातीमा रहेछ भनेर तपाईँहरूले पक्कै भन्नुहुन्छ। किनभने अन्य ठाउँको ठुलै भए तापनि अलिकति फिक्का तपाईँको स्वाद हुन्छ भने यहाँको चाहिँ तपाईँको व्यापक रूपले प्रचलित भएर हामीले कयौँ पाठ्य पुस्तकहरूमा पढ्न नि पाउँछौँ र हामीले पढेका नि हौँ बाल्यकालमा होइन, भूतकालमा हामीले पढेका पनि हौँ र बाल्यकालमा पढेका पनि हौँ, पुस्तकहरूमै लेखिएको छ। फर्पिङको एकदमै प्रचलित फलफुलको नाम भन्यो भने नासपाती नै हो है। त्यही किसिमले आउनुहोस् खानुहोस्, यहाँको अर्ग्यानिक नासपाती कुनै पनि विषादी युज नगरेको नहालेको त्यो किसिमको फलफुल खानुहुन्छ भने अहिले सिजन पनि चलिरहेछ नासपातीको, आउनुहोस् मजाले खानुहोस् हेर्नुहोस्, तर धेरै नखानुहोस्, चिसो लाग्छ है। राम्रो कुरा तपाईँले गर्नुभयो। तपाईँले चाहिँ अब यो ठाउँको फर्पिङ भेकको चाहिँ सबैभन्दा एकदम प्रसिद्ध एकदमै सबैको मनमा चाहिँ एकदमै बस्न सफल लोकप्रिय फल चाहिँ नासपाती, पक्कै पनि तपाईँहरू पनि आउन सक्नुहुन्छ यो फर्पिङ भेकमा। यतिखेर सिजन चलिरहेको छ फर्पिङ भेकमा चाहिँ नासपाती चाहिँ एकदमै नम्बर 1 टेस्टमा चाहिँ तपाईँले पाउन सक्नुहुनेछ। विशेष गरी भन्नु पर्दाखेरि चाहिँ यहाँको मानिसको रहन जाति प्रजातिहरू चाहिँ कस्तो प्रकारको यहाँ बसोबास गर्ने गर्छ अनि यहाँको मानिसहरूले मानिने धर्महरू अनि थोरै भनिदिनु न छोटो मिठो। अब जातित्वको हिसाबले कुरा गर्ने हो भने सबै जातिकै पाइन्छ होइन। अहिले आएर अब असङ्ख्य हिसाबले चाहिँ बाहिरको व्यक्तिहरू आएर यहाँको वातावरण हावापानीलाई चाहिँ मन पराएर यही ठाउँलाई चाहिँ म भविष्य होइन अन्तिम चरणसम्म चाहिँ उहाँलाई सक्छु र यही नै मेरो लागि इम्पोर्टेन्ट होइन महत्त्वपूर्ण छ भनेर चाहिँ आउने बाहिरको विदेशीहरू नि छन्,
कयौँ मान्छेहरू त एकचोटि आइसकेपछि फर्किन नै रुचाउँदैनन्, रोएर पनि फर्केकाहरू छन् होइन। तर अनि हाम्रो यस ठाउँमा तपाईँको धर्मस्थलको कुराले आजभन्दा कयौँ वर्ष है हामी सायद जन्मिएको छैनौँ होला, हामीले तर देखेको छौँ। पछि आएर हामीले देखेको कुरा के हो भने बुद्ध धर्मको एकदमै आस्थाको पहिलो केन्द्रबिन्दु भनेको फर्पिङ नै हो, यो ह्याङ्लोसले गर्दाखेरि। अनि यहाँको व्यक्तित्वहरूमा चाहिँ कस्तो किसिमको चाहिँ तपाईँको तपाईँहरूले के छ भनेर सोच्न चाहनुहुन्छ है, रहनसहन। हामी चाहिँ विशेष गरी यहाँ बौद्ध धर्मावलम्बी, हिन्दू धर्म सबैजना मिलेर बसेका छौँ भने यहाँ चाहिँ तपाईँको सबैभन्दा धेरैको सङ्ख्यामा अहिले तपाईँको बुद्ध र हिन्दू नै हो होइन। र लगायत अलिकति हामीमा अब छ्यासपिस बढ्दै गएको अवस्था पनि छ र कयौँ व्यक्तिहरू आफ्नो धर्म आफ्नो सम्प्रदायलाई नबुझिकन चाहिँ धर्म परिवर्तन गर्ने चलन पनि तीव्र गतिमा अगाडि बढी नै राखेको छ भने म उहाँलाई के भन्न चाहन्छु भने सर्वप्रथम तपाईँहरू धर्म के हो, धर्म किन गरिन्छ, यो धर्म र आस्थाको केन्द्र कहाँ छ, यो कुरालाई बुझ्न जरुरी छ। अनि यसको महत्त्व के हो, यो किन गरिन्छ भन्ने किसिमको हामी स्वर्ग जानलाई मात्रै धर्म मान्छौँ भने यो गलत हो। तपाईँले गर्नुभएको धर्ममा सत्यता छैन, किनभने तपाईँको मनमा चाहिँ तपाईँ चाहिँ स्वर्ग जानुहुन्छ भनेर भन्नुहुन्छ, व्यवहारमा अर्कै रूप होइन, त्यो किसिमले चाहिँ हुँदैन। अनि तपाईँहरूले यदि धर्म बुझ्न चाहनुहुन्छ, धर्म गर्न चाहनुहुन्छ भने सर्वप्रथम धर्म परिवर्तन नगर्नुहोस्, आफ्नो धर्मलाई अँगाल्नुहोस् एकचोटि। आफ्नो नजिकको धर्म के छ, विशेष यहाँको अर्ग्यानिक होइन, यो ठाउँमा चाहिँ किन यो चिज चाहिँ यसो किन प्रचलित भयो भन्ने किसिमले जानुहोस्, अगाडि बढ्नुहोस्, हेर्नुहोस्। कयौँ पुस्तकहरू किनेर हुन्छ, कयौँ साथीहरूसँग हारगुहार गरेर हुन्छ, कुनै एउटा विज्ञ व्यक्तिहरूसँग चाहिँ हुन्छ, कहाँबाट हुन्छ, कसरी हुन्छ ल्याएर पढ्नुहोस्। त्यसपछि तपाईँले मजाले बुझ्नुहुनेछ यो ठाउँमा त यस्तो रहेछ। त्यहाँको रहनसहनदेखि लिएर यहाँको धर्महरू, यहाँको मानिसहरूले गर्ने व्यवहारहरू अनि मानिने चाडपर्वहरू पनि तपाईँले भन्नुभयो, एकदमै राम्रोसँग तपाईँले भन्नुभयो, तपाईँले व्याख्या गर्नुभयो, एकदमै रमाइलो लागेको छ मलाई पनि। अनि विशेष गरी यो ठाउँमा चाहिँ फरेन ब्याकमा चाहिँ जस्तै विदेशी मानिसहरू आउने गर्छ, ती मानिसहरू आएर पनि यहाँ चाहिँ अब असुरामा आएर चाहिँ धेरै जस्तो तपस्या गर्नुहुन्छ। भर्खरै मैले बाटोमा देखेको थियो, हाम्रो एउटा विदेशी हुनुहुन्थ्यो एउटा, उहाँले पनि यता जङ्गलतिर तपस्या गर्नुभएको देखाएको थियो मैले। भन्नुपर्दाखेरि चाहिँ अब हामीले नेपालको मानिस चाहिँ आफ्नो धर्महरू चाहिँ त्यागेर अरू धर्ममा लाग्ने गर्छ, तर हेर्नुहोस् त विदेशी मानिस आएर चाहिँ यहाँ चाहिँ हाम्रो नेपालमा आएर चाहिँ एकदमै ध्यान साधना गर्ने गर्छ। यसमा चाहिँ तपाईँ के भन्न चाहन्छु भने हामी अहिले भर बुझ्दैछौँ, बाहिरको मान्छेहरूले आएर धर्म गर्दैछ, तर हामीभन्दा अगाडि बाहिरको मान्छेले बुझिसकेका छन्। किनभने यहाँ कयौँ व्यक्तिहरू आएर आफ्नो व्यक्तित्वलाई लुकाएर होइन, व्यक्तित्वलाई अगाडि देखाएर पनि यो वास्तवमा यो फर्पिङ भन्ने कुरा के रहेछ भन्ने कुरा जानकारी चाहिँ तपाईँको हाम्रो बिचमा भन्दा पनि र सोसियलको आधारमा तपाईँको पुरै विश्वभरि चाहिँ चर्चा गरिएको छ कि गुगलबाट तपाईँको यो ठाउँमा चाहिँ यस्तो भएको, त्यो हिसाबले बाहिरको मान्छेहरू आउँछन्, केही ध्यान तपस्याहरू गर्छन् होइन, जस्तै तपाईँले देख्नुभयो भनेर भन्नुभयो होइन, तपस्याहरू गर्छन्, साधनाहरू गर्छन्। मैले त कयौँ तपाईँले त्यो साधनाहरू मात्रै होइन, कयौँको तपाईँको अस्तु ल्याएर चाहिँ हाम्रो असुराको डाँडामा ल्याएर चढाएको राखेको हामीले त्यहाँ देख्न पाउँछौँ, जस्तै छ भनिन्छ है। अनि त्यसपछि आएर तपाईँको त्योसँगै कति व्यक्तिले त मेरो घरमा राम्रो होस्, शान्ति होस् र मैले अर्को जुनी यो जुनीमा म बाहिर अन्य देशमा जन्मेदा पनि अर्को जुनीमा म यो ठाउँमा चाहिँ जन्मिन पाऊँ भनेर यो ठाउँको माटो एउटा चिनारीको रूपमा लगेर आफ्नो घरमा राखेको, मैले राख्नको लागि लिएर गएको माटो मैले देखेको छु। मैले बचपना हुँदाखेरि नै देखेको अनुभव यो मेरो, किनभने यहाँको एकदमै पवित्र स्थलको माटो लिएर गइसकेपछि घरदेखि लिएर मन नै पवित्र होस् र यो जुनीमा नसके तापनि अर्को जुनीमा यही ठाउँमा या यस्तै स्वर्गरूपी एउटा स्थानमा चाहिँ मेरो जन्म होस् भन्ने एउटा आस्थाका साथ उहाँ फर्किनुहुन्छ। विदेशी मानिस आएर चाहिँ यहाँ आएर चाहिँ एकदम आस्था विश्वास राखेर चाहिँ यस्तो गर्ने गर्छन्, अस्तु लिएर गएर होइन यस्तो काम गर्ने गर्छन्, पुण्य काम गर्ने गर्छन्। तर हाम्रो नेपालमा चाहिँ मानिसहरू चाहिँ किन यस्तो ज्ञानको कमीले हो कि बुझ्न नचाहेर हो कि खास कारण के हो? एउटा भनिदिनु, 2 शब्द भनिदिनु त। यो एउटा एक किसिमको यो खास वास्तवमा
नेपाल सरकारलाई चासो हुने कुरा होइन। किनभने जसले पनि धर्म आस्था जसले नि राख्न पाउँछ, सरकारद्वारा कुनैलाई हस्तक्षेप गरेर कसैलाई यो गर्नै पर्छ त्यो गर्नै पर्छ भन्ने किसिमको सरकारले नि भन्न नमिल्ने कुरा हो। त्यही विषयलाई लिएर चाहिँ हाम्रो यो समाजले अलिकति समाज पनि पछाडि चाहिँ भएको हो। किनभने अब यही ठाउँको के अरे यस्तो ठाउँमा यस्तो यस्तो चिज रहेछ होइन, आस्थाको हिसाबले पनि यो चाहिँ धेरै माथि नै रहेछ होइन। यही नै रहेछ वास्तवमा एउटा धर्मस्थल र यही नै रहेछ धर्मको प्रतीक भनेर चाहिँ हाम्रो फर्पिङको जुन एउटा माटो लिएर जाने, माटो लिएर आउने त्यो किसिमको अरूलाई सबैलाई थाहा भयो, तर हाम्रोलाई थाहा नहुनुको कारण चाहिँ हामी एक किसिमको अर्ग्यानिक जीवन बिताइरहेका छौँ अहिले पनि। मतलब कयौँ ठाउँमा अहिले पनि हरेक कुराहरू मिसिनरी चलिरहेछन् भने हामी हाम्रो हातका औजारहरूले गर्ने र हामीले देखेका कुराहरूमा प्रत्यक्ष होइन बुझ्न अलिकति कम चाहने, अलिकति हामीमा अब जस्तै आफ्नो सबैलाई कार्यव्यस्तता, आफ्नै आर्थिक समस्या एउटा चपेटाको कारणले गर्दाखेरि नि यहीँको धर्म यहीँ बुझ्न नपाउनुको मेन कारण त्यो पनि माथि डाँडामा छौँ हामी। हजुर, जङ्गलमा चाहिँ एकदम घना जङ्गल छ यहाँ चाहिँ होइन। सम्बन्धित तहबाट हामी यतिखेर 1800 माथि आएका छौँ। तपाईँले ल्याउनु भएको छ मलाई होइन। यहाँ ठाउँमा चाहिँ एकदमै जङ्गल, एकदमै घना जङ्गल देखेँ मैले होइन। एकदमै सुनसान छ, एकदमै शान्त छ, एकदमै वातावरण स्वच्छ हावापानी छ। जस्तै म जस्तै आउँछ नि मानिसहरू घुमघाम गर्न आउँछ, यता यात्रीहरू आउने गर्छ। अब यतिखेर त एकदम डरलाग्दो हुन्छ नि जङ्गल त। अनि जस्तै मलाई फिल भएको चाहिँ जस्तै यताउताबाट के आउने हो कि जङ्गल जनावर आउने हो कि आक्रमण गर्ने हो कि भन्ने डर पनि छ एउटा मनमा। जस्तै म जस्तै मानिसहरूले चाहिँ यहाँ आउने मानिसहरूले चाहिँ तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ? अब यही सिलसिलामा कुरा गर्दाखेरि चाहिँ वन्य जन्तुहरूको चाहिँ जिम्मेवारी कसले लिन सक्छ र? जस्तै तपाईँले पदलाएको हिजो भर्खर अम्लिसगञ्जबाट पदलाए जाँदै गएर चाहिँ तपाईँको पदलाएको जङ्गलभित्र चाहिँ घाँस काट्ने क्रममा चाहिँ एउटा व्यक्तिको चाहिँ मृत्यु अवस्थामा हामीले फेला पार्यो भनेर चाहिँ समाचारमा हाम्रै अगाडि स्पष्टसँग देखाएका कुराहरू छन् होइन। हामी एउटा व्यक्तिहरूमा पनि सबैको एकै किसिमको सोच हुन्छ, सबैको पोजिटिभ होइन सोच नै हुन्छ, सबैको राम्रै सोच हुन्छ होइन, सकारात्मक सोच नै हुन्छ भन्ने किसिमको भावना राख्नु पनि उचित चाहिँ होइन। म चाहिँ के भन्छु तपाईँहरूलाई तर त्यस्तो साह्रो डराउनु पनि पर्ने कुरा चाहिँ छैन। यदि डर नै लाग्छ भने आउनुहोस् होइन, एक दुईजना साथमा साथी लिएर आउनुहोस्, चिनेका जानेकाहरूसँग आउनुहोस्, आफ्नो मन मिल्ने होइन एउटा मन मिल्ने व्यक्तिहरूसँग चाहिँ आउनुहोस् होइन, केही रमाइलो गर्नुहोस्, यहाँको वातावरणसँग घुलमिल हुनुहोस्, रमाइलो गर्नुहोस्, फोहोर नगर्नुहोस् होइन, सफा पनि हुनु पऱ्यो। हामी यो वातावरणले त बाँचिराखेको छौँ। अनि त्यसपछि फोहोर नगर्नुहोस्। र जस्तै जङ्गली जनावरहरूको कुरा गर्दाखेरि चाहिँ के हो भन्दाखेरि तपाईँ मान्छे हुनुहुन्छ, मान्छे हुनु भइसकेपछि आउनुहोस्। बाघले तपाईँलाई कुनै बाघ कुनै यतातिर केही आउँछ भने पनि कुनै वन्य जन्तु आउँछ भने सिधै त अट्याक नगर्ला होइन, तर एक्लै नआउनुहोस् होइन। तपाईँ एउटा माझमा आउनु भइसकेपछि तपाईँको मनोबल त्यत्तिकै उच्च हुन्छ। र तर डरले यद्यपि कुनै दिन पनि डरले आफ्नो मनमा डर छ भने कुनै पनि डरको भावना बोकेर नआउनुहोस्, खुल्ला मनले आउनुहोस्। त्यस्तो होइन यो ठाउँमा अहिलेसम्म चाहिँ तपाईँको वन्यजन्तु हिसाबले कुनै पनि ठुलो के अरे घटना चाहिँ घटेको नभएको हिसाबले त्यस्तो डराउनु पर्ने मैले केही पनि देखिनँ। बरु साथीहरू चाहिँ एकदमै मिल्ने साथीहरूसँग आइदिनु होला र सकभर जङ्गलको यात्रा हुनसक्छ, जङ्गलहरूमा चाहिँ आउँदाखेरि सकभर एक्लै नआइदिनुहोस्। आउँदाखेरि खाना होइन पानी चाहिँ लिएर आउनु होला। जङ्गलको अवस्था, जङ्गलमा कुन ठाउँमा पानी खोज्न जाने तपाईँलाई उहाँ थाहा नहुनसक्छ। त्यही भएर खाने पानी केही व्यवस्था गरेर आउनु होला, व्यवस्थाका साथ आउनु होला। र हामी यहीँबाट चाहिँ के भन्न चाहन्छु भने यहीँबाट केही नजिक हाम्रो यता फुन्डोल पनि अहिलेको एकदम प्रचलित ठाउँ हो अहिलेको। त्यो चाहिँ तपाईँको अहिलेको चिनिजका वर्गहरूले एकदमै मन पराइरहेका एउटा स्थल हो भने त्योभन्दा नि महत्त्वपूर्णहरू चाहिँ यहाँ धर्मस्थलहरू छ भनेर चाहिँ म तपाईँहरूलाई फेरि एकचोटि दोहोऱ्याउन चाहन्छु। धर्मस्थल चाहिँ विशेष गरी भन्नुपर्दाखेरि चाहिँ अब कतिपय मानिसहरू नेपालमा चाहिँ होइन, कति मानिसहरू चाहिँ आस्था विश्वास हुन्छ मनमा, कति मान्छेलाई थाहा हुँदैन नि ठाउँहरू, यो ठाउँमा यस्तो हुन्छ भन्ने ज्ञान छैन। बुझाउने मान्छे पनि सायद नहोला त्यहाँ ठाउँतिर कुनै ठाउँतिर, तर आउने जाने मन हुन्छ। त्यस्तो मानिसहरूले चाहिँ यस्तो यहाँ ठाउँमा चाहिँ आउनको लागि चाहिँ तपाईँ चाहिँ के सन्देश तपाईँ दिन चाहनुहुन्छ? यहाँ आएर चाहिँ यस्तो हुन्छ यस्तो फाइदा हुन्छ। मान्छेको आस्थासँग जोडेको कुरा हो है, विश्वास हो। हामीले जसरी हामी के अरे जन्मिसकेपछि के अरे हिँड्नको लागि जमिनमा पहिला हात टेक्छौँ,
र त्यसपछि फेरि उभिनको लागि कुनै पर्खाल कुनै भित्तालाई छान्छौँ भने एउटा आस्था पनि त्यस्तै हो। हामीले जिउने जीवनशैलीहरूमा हामीलाई एउटा आस्तिक हुन जरुरी छ र आस्था लिएर अघि बढ्नुभयो भने हरेक कुराहरू चाहिँ सफल हुन्छ भन्ने कुरा हो। किनभने त्यो भित्र लेखेको हुन्छ नि त के ठिक बेठिक, के जायज के अजायज होइन। त्यही भएर चाहिँ हामीले त्यो सबैलाई हिसाब जो व्यक्तिले चाहिँ धर्मलाई आफ्नो अँगालेर होइन एउटा धर्मभित्रको एउटा धर्मलाई लिएर गर्ने र गर्न हुने र गर्न नहुने कुराहरूलाई अँगालेर चाहिँ आफ्नो जीवनशैलीलाई अगाडि बढाउनुहुन्छ, उहाँ चाहिँ एकदमै छिटो चाहिँ तपाईँको सफलता प्राप्त गर्नुहुन्छ भनेर चाहिँ हाम्रो प्रायः पुस्तकहरूमा भेट्छौँ। अनि अब त्योभित्र नै धर्मशास्त्रभित्र पालना कुराहरू केही थियो होला होइन, त्यो विषयमा नजाउँ, सबैलाई थाहा नहुने कुरा हो। र म चाहिँ के भन्छु भने आउनुहोस् हामीमा यहाँ चाहिँ हाम्रो यस दक्षिणकाली नगरपालिकाभित्र चाहिँ धेरै किसिमका धर्मस्थलहरू छन्। एकदमै तपाईँको पुण्य प्राप्ति गर्न सक्छौँ हामीले, यसमा लाभदायक कुराहरू छ है। यसै कारण पहिलो शीर्ष स्थानमा चाहिँ के रह्यो भने मैले चाहिँ हाम्रो हिन्दू धर्मावलम्बीहरूकोबाट गएँ। हिन्दू धर्मावलम्बीहरूको चाहिँ हाम्रो विशेष गरी पहिलो प्राथमिकता चाहिँ दक्षिणकाली है, माता दक्षिणकालीलाई चाहिँ दिन्छन्। उहाँ तल गहिराइमा हुनुहुन्छ, कहाँ बल्कुबाट 23 किलोमिटरको दुरीमा हुनुहुन्छ होला होइन। अनि त्यसपछि आएर 23 किलोमिटरकै दुरीमा भनिदिउँ होइन। त्यसपछि आएर हाम्रो यतापट्टि माथि अलिकति माथि जस्तै 20 किलोमिटर होइन, के अरे बल्कुबाट 20 किलोमिटरमा चाहिँ हाम्रो यता माथि गुरुरिम्बुड्से के अरे गुरुरिम्बुड्से असुरा पनि छ। त्यो उहाँ चाहिँ बुद्धिस्ट धर्मको हुनुहुन्छ है। त्यसपछि आएर ठिकै त्यसको नजिक र मुनि चाहिँ हाम्रो के अरे डोल्माराङज्यू बुद्धिस्टहरूको भनिन्छ भने हिन्दूहरूको चाहिँ गणेश थान होइन, विशेष गरी सरस्वती थान भनेर भनिन्छ। हामीले त्यो हिसाबले मान्छौँ भने यहाँ आउनुको मेन फाइदा पनि म भन्दै जान्छु। दक्षिणकालीमा कुनै पनि व्यक्तिहरूको बच्चाहरू भएन भने बच्चा हुने सम्भावना बढ्छ र हुन्छ भनेर चाहिँ मान्छेहरू धेरै त्यहाँ आस्थामा विश्वास राखेर आउँछन् भने उहाँहरू यो दसैँमा चाहिँ उहाँहरू सबै मेन के अरे देवीको रूपमा चाहिँ उहाँलाई नै मान्ने हो। दक्षिणकालीमा चाहिँ तपाईँको अन्य होइन कुनै दुःख बिमार कुनै व्यक्तिहरू के कस्ता आफूले भाकल राखेका हुन्छन्, भाकलद्वारा आउने हो। र आउनुहोस् अब भाकल तपाईँहरूले गर्नु नै भएको छ भने तपाईँको बलिको हिसाबले नै गर्नुपर्छ भन्ने छैन, त्यहाँ नरिवल चढाउन सक्नुहुनेछ। र यसै क्रममा अनि हाम्रो अर्को यता हुनुहुन्छ हाम्रो त्यसकै माथि असुरा भन्दा अलिकति तलपट्टि हाम्रो वज्रयोगिनी छ। हामी पनि वज्रयोगिनी भन्छौँ है, वज्रयोगिनी नै भनिरहेको छौँ भने त्यहाँ चाहिँ वज्रयोगिनीमा पनि पहिलाको हिसाबमा अन्न पानीको दुःख कुनै पनि कष्टहरू छ भने त्यो ठाउँमा आएर सुनाउँदा पोख्दाखेरि कमी हुन्छ भन्छन्। र यसै गरी तल हाम्रो शेषनारायणमा गुरुरिम्बुड्सेकैले नै त्यहाँ चाहिँ तल हामी चाहिँ ह्याङ्लेसी भन्छौँ। अनि अहिले पनि दोस्रो चरणको मोक्ष प्राप्ति चाहिँ त्यहाँ गर्नुभएको थियो। र यसै किसिमले अन्य ठाउँमा हेर्ने जाने हो भने धेरै किसिमको तपाईँको तीर्थस्थलहरू छ जो एकदमै यो कलियुगको लागि एकदम महत्त्वपूर्ण स्थल हो। र आउनुहोस् यहाँको अवलोकन, केही भ्रमण गर्नुहोस्, केही सिक्नुहोस्। कुनै पनि एउटा जान्ने व्यक्तिहरूसँग चाहिँ धर्मको बारेमा जान्न चाहनुहुन्छ भने धर्मको व्यक्तित्वहरू कुनै एउटा छानेर चाहिँ उहाँहरूद्वारा चाहिँ केही धर्म प्रवचन सुन्न सक्नुहुनेछ। जस्तै हिन्दू धर्मावलम्बीहरूको पुजारी हुन्छन् भने बुद्धिस्ट धर्मावलम्बीहरूको पनि उपाध्याय भन्ने हुन्छ है, आचार्य उपाध्याय होइन। यसै गरी खेम्बो रिम्बुड्से भन्छौँ हामी, उहाँद्वारा पनि तपाईँहरूले केही मौखिक हिसाबले होइन केही धर्म उपदेशहरू लिन सक्नुहुनेछ। र यसै भन्दै हाम्रो यस फर्बिङ भन्ने ठाउँ चाहिँ अति नै उत्तम भए तापनि होइन नभए तापनि तपाईँहरूले यसको बारेमा जान्नुहोस् भन्न चाहन्छु। फर्बिङ ठाउँ त एकदमै महत्त्वपूर्ण रहेछ, एकदमै तीर्थस्थल पनि एकदमै भएको हिन्दूहरूको पनि हाम्रो बुद्धिस्टहरूको पनि एकदमै धेरै रहेछ। जहाँ चाहिँ अब हाम्रो याङ्लेसी भन्नुभयो, उहाँले असुरा भन्नुभयो, अनि वज्रयोगिनी भन्नुभयो, डोल्माराङज्यू भन्नुभयो, अनि त्यसपछि दक्षिणकाली भन्नुभयो, सबै चाहिँ एकदम पवित्र स्थल यहाँ रहेछ। तपाईँहरू पनि यहाँ आउनु होला, तपाईँको नि आफ्नो कर्मअनुसार आफ्नो पुण्यअनुसार यहाँ पुण्य सञ्चय गर्नु होला भन्न चाहन्छु। तपाईँको केही तपाईँको मनमा अशान्त छ भने, तपाईँको मनमा के
मनमा के कुरा लागेको छ भने तपाईँहरू यहाँ पक्कै नै आउनु सक्नुहुनेछ। तपाईँको एउटा सच्च मनले चाहिँ सच्च हृदयले चाहिँ तपाईँले चाहिँ भगवानको प्रार्थना गर्नुभयो भने चाहिँ यहाँ चाहिँ तपाईँलाई एकदम धेरै लाभ मिल्नेछ भने चाहिँ हाम्रो एउटा विश्वास हो, एउटा आस्था हो। यो चाहिँ तपाईँहरू पनि आउनु होला भन्न चाहन्छु। यो ठाउँ एकदम स्वच्छ हावापानीले भरेको छ, एकदमै राम्रो छ, एकदम पवित्र स्थल हो, आउनु होला भन्न चाहन्छु। हाम्रो दाजुले देखेर हामीलाई यहाँको बारेमा सबै कुरा उहाँले भन्नु हुँदैछ। दाजुसँग कुराकानी गर्दाखेरि मलाई एकदम रमाइलो, एकदम मनमा शान्ति भएको महसुस मलाई भइरहेको छ दाजु मलाई तपाईँसँग कुरा गर्दाखेरि। अनि अब चाहिँ अब जाडो महिना सुरु हुँदैछ, विशेष गरी यहाँको चाहिँ अब हुन्छ नि अब दसैँ पनि नजिकै छ होइन। अब अनि यहाँको चाडपर्वहरू, यहाँको रीतिरिवाजहरू चाहिँ के कसो छ, थोरै भनिदिनु न, छोटो मिठो। हाम्रो यस दक्षिणकाली नगरपालिकाभित्र पर्न आएको यस फर्फिङ है, यसको तपाईँको भित्रको वातावरणको विषयमा कुरा लिँदाखेरि मैले भनिदिइहालेँ तपाईँलाई। जाडो महिनामा त्यस्तो जाडो पनि हुँदैन र गर्मी महिनामा त्यति धेरै गर्मी पनि हुँदैन। एकदमै हामी त दसैँमा पनि तपाईँको नौरथाहरूमा त नुहाएर हिँड्ने मान्छे पहिला होइन। अहिले अलिकति आफ्नै कार्यव्यस्तता या भनौँ या होइन अलिकति आफ्नै ढङ्गले हिँडेको केही होइन कुराहरूले गर्दाखेरि पहिला जस्तो गएर बिहानै चाहिँ नुहाइँदैन, तर दिनमा मजाले नुहाउन सकिन्छ है। अनि र यहाँ कुनै पनि व्यक्तिहरू चिसोले मर्नुपर्ने त्यस्तो दिनहरू अलिकति कमै छन् होइन अन्य ठाउँमा हेरिकन। र गर्मी अवस्थामा पनि त्यस्तो तपाईँको ज्यानै छाताछुल्लो एउटा पानीले भिजेर के अरे पसिना पनि पानी बराबर निस्केर तपाईँको त्यो पुरै आफैलाई चाहिँ वाक्क प्याक्क भएको अवस्था यो ठाउँमा तपाईँले देख्न सक्नै हुन्न तपाईँले, किनभने त्यस्तो देख्नै पाउनुहुन्न क्या। यो ठाउँ भने एउटा अमृत रूपी ठाउँ हो, यहाँको वातावरण एकदमै मिलेको छ। चाडपर्वको हिसाबले कुरा गर्दाखेरि हाम्रो जसरी अब अन्य सबैको आफ्नो चाडपर्वहरू छन्, त्यही मध्ये दसैँ पनि एकदमै नजिकै छ तपाईँलाई। त्यसमा चाहिँ म के भन्न चाहन्छु भने तपाईँले प्रश्न गर्नुभयो, सर्वप्रथममा जति पनि यो भिडियो हेर्ने व्यक्तित्वहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूलाई आउँदै गरेको तपाईँहरूको होइन र हाम्रो होइन यो समस्त जति पनि हिन्दू धर्मावलम्बीहरूले मनाउने होइन एउटा महान चाडको रूपमा मानिने एउटा चाड दसैँको चाहिँ सम्पूर्णमा व्यापक रूपले शुभकामना भन्न चाहन्छु। र मनाउनुहोस्, हर्ष उल्लासका साथ मनाउनुहोस्। अनि आर्थिकको हिसाबले पनि धर्म संस्कृति सम्पदाहरूलाई चाहिँ मान्छेले त्याग्दै गरेको अवस्था छ। त्यही हिसाबले आर्थिक नहुनेहरूले पनि आफ्नै ढङ्गले मनाउनु होला होइन। अब के अरे आर्थिक चाप हुनेहरूले पनि आफ्नै ढङ्गले मनाउनु होला, आर्थिक चाप नहुनेहरूले पनि देखासिकी ठुलो नगर्नु होला, किनभने समय परिवर्तनशील छ। तपाईँ जस्तो धनीहरू पनि हुन्छन्, तपाईँ जस्तो भोलि अरू पनि हुन्छन्। तपाईँले केही देखाउनुहुन्छ, उसले नि केही देखाउनु। हामी यहाँ धर्म एउटा संस्कृति सम्पदा चाहिँ तपाईँ प्रतिस्पर्धाको रूपमा देख्न चाहँदैनौँ। एउटा मन मिलोस् होइन, एउटा तपाईँको शान्तिका साथ चाहिँ अघि बढोस् होइन, सबैको मनमा चाहिँ तपाईँको एकदमै हर्ष उल्लास होस् भन्ने किसिमको एउटा उहाँहरूको अनुहारमा त्यो एक किसिमको सुन्दरता चाहिँ झल्कोस् भन्ने चाहिँ म भन्न चाहन्छु। भने तपाईँको देखासिकीले यतापट्टिको मनोभावना अलिकति गिरेको जस्तो र उसकोले गर्दाखेरि तपाईँको मनोभावना अलिकति गिरेको जस्तो नहोस् भन्न चाहन्छु। यसैले आउनुहोस्, दक्षिणकाली आइसकेपछि दक्षिणकालीमा तपाईँहरूले नास्पातीहरू पाउनुहुन्छ अवश्य पनि। यस दसैँभरि लिएर जानुहोस् होइन, यसको स्वाद कस्तो हुन्छ एकचोटि तपाईँहरूले पनि टेस्ट गर्नुहोस् है, लिनुहोस्। यही त हो नि मैले चाडबाडको बारेमा भन्नु पर्दाखेरि चाहिँ एकदमै राम्रो कुरा गर्नुभयो दाजुले। उहाँले चाहिँ यहाँको बारेमा चाहिँ उहाँले सबै कुरा उहाँले खुलेर भन्नुभएको छ। यहाँको तीर्थस्थलदेखि लिएर यहाँको रहन, यहाँको मानिसले मनाइने चाडपर्व अनि रहन सहनदेखि लिएर हरेक कुराहरू उहाँले चाहिँ छर्लङ्ग तपाईँ हामीलाई पार्नु भएको छ। पक्कै पनि उहाँसँग कुराकानी गर्दाखेरि मलाई एकदमै रमाइलो फिल मलाई भएको छ, महसुस भएको छ। र आगामी दिनहरूमा पनि म दाजुसँग म यस्तै कुराकानी समय मिल्यो भने, दाइको समय मिल्यो भने म गर्ने प्रयास गर्नेछु। र आजको लागि चाहिँ दाइसँग म यति नै कुराकानी गर्न चाहन्छु। अन्त्यमा तपाईँ के भन्न चाहनुहुन्छ? व्यक्तिको मनस्थितिमा के परिस्थिति भने यो मान्छे त बोल्नु पायो भने त संसारै जितिन्छ, त्यो किसिमको कुरा मान्छेको मनोभावनामा उत्पन्न हुनसक्छ। र मैले धेरै लामो पनि यसलाई बनाउन चाहिनँ। सर्वप्रथम सम्पूर्णमा फेरि पनि तपाईँहरूले मेरो अहिले हाम्रो बन्दै गरेको यो भिडियो कहिले आउँछ थाहा होइन, त्यो बन्दै गरेको भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै
आगामी दिनहरूमा पनि यस्तै कुनै अवसर मिल्यो भने उहाँले पक्कै पनि मलाई सम्झिनुहुनेछ र म पनि उहाँलाई अब सम्झौँला। यसको लागि तपाईँहरूले पनि केही उहाँको मनोबल उच्च बनाइदिनको लागि चाहिँ उहाँको युट्युबको बटनमा सब्सक्राइब र लाइक कमेन्ट चाहिँ गरिदिनु होला भन्दै आजलाई छुट्टिन चाहन्छु। त्यसैले सबैलाई धेरै धेरै धन्यवादका साथै आउँदै गरेको दसैँको चाहिँ शुभकामना भन्न चाहन्छु। हस् त दाइ, धेरै धेरै धन्यवाद तपाईँलाई। हस्। आगामी हप्ताहरू आगामी दिनहरूमा पनि तपाईँको माझमा मैले यस्तो यस्तो भिडियोहरू तपाईँको माझ लिएर आउने बाचा गर्दै आज पनि म यति भन्न चाहन्छु। हवस् त, शुभ दिन, राम्रोसँग बस्नु होला।